साह्रै चियाको तल पो लाग्यो त हौ दाजु। चिया खाम होला हौ। बरु यो रक्सी गुटका खैनीहरू छोड्न सकिएला कि दाजु। यो चिया चाहिँ पार नलाग्ने रहेछ। चिनी कम रङ कडा भएको बाक्लो चिया बनाउनु त खाम। यो चिया नखाइ त बस्न नसकिने रहेछ। शरीरले नै मान्दैन। यो रगतको ठाउँमा चिया पो छ कि क्या हो दाजु मेरो त। चिया नै चिया खाइन्छ धेरै। दाजु त्यो हाम्रो सानो केटो चाहिँ चिया खान सक्ने रहेछ। दिनमा 10-12 कप खाँदा पनि केही हुँदैन त्यसलाई। यो चिया खाँदै गफ गर्न चाहिँ साह्रै रमाइलो हुन्छ क्या दाजु। कालो चिया पो हो यो त। नखाम होला, छोरी मान्छेले खाने भन्छन्, आफूलाई फेरि पस्दैन कालो चिया। तपाईँ भन्नुहुन्छ नि दाजु यो चिया नखाइ त निन्द्रै लाग्दैन आजकल। अरू केही पर्दैन कि दाजु, 1 कप मिठो चिया चाहिँ खाम होला। न यो चियामा पानी सरी हालेको छ कि क्या हो, बाक्लै छैन त। त्यो काइला दाइको छोरीले चिया चाहिँ साह्रै मिठो बनाउँथे दाजु। यो आजकलको बच्चाहरू क्यापाचिनो अमेरिकानो के खान्छन्। यो आफूलाई चाहिँ चिया नभई हुँदैन दाजु। त्यो पहाडमा क्या दाजु त्यो राता गरे माइलाले चिया त यसरी खान्थ्यो कि दाजु। त्यो झर्के थालमा यसरी हालेर माथिबाट तन पिउँथ्यो दाजु। हेर्दैखेरि खाउँ लाग्ने क्या दाजु। त्यहाँबाट खान थालेको चिया के बानी लाग्यो यो दाजु। यो चिया छोड्नु पर्यो भनेर आज एक दिन चिया के नखाएको हातै लल्याक लुलुक भएर दाजु शरीरले कामै गर्न छोड्यो।